ट्याक ट्याक यसरी रोटी राख्ने हाम्रो खानाको आइटमहरु यस्तै छ हो। नमस्ते अनि वेलकम ब्याक टु माय युट्युब च्यानल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामसे हुन्छु। आज चाहिँ हाम्रो कुल पूजाको अनि हाम्रो जेठाबाउको त्यही भएर यस्तो छ तयारी पुरै माहौल यस्तो छ देख्न सक्नुहुन्छ। ल साथीहरु आज चाहिँ हामी पूजा गर्ने हो, त्यही भएर चाहिँ कुल पूजाको लागि तयारी गर्दैछौँ। सबै सलादहरू काट्दैछौँ। वहाँ कुकिङ है साथीहरु। तरकारी पनि पकाइसक्यो हाम्रो माइजोल त। अनि हाम्रो माइजोले चाहिँ तरकारी पकाइसकेर पनि अर्को भाँडामा हाल्छ। हुन्छ अनि यता चाहिँ दाल पाक्दैछ ग्यासमा। यता पुरै सलाद देख्न सक्नुहुन्छ। बजे टिका लगाएर पाएको 1000 छ यसमा चाहिँ देख्न सक्नुहुन्छ। यताले रोटी खाइरहेछ यहाँ गुवाम बोक्लाएछ क्या लास्टै गुमुक्क परेर। पातमा हाल्ने अचार अनि रोटी गाउँघरको चलन राम्रो छ यो पातबुरु। ट्याक ट्याक यसरी रोटी राख्ने त्यसमा फेरि तरकारी नै हाल्दै हुन्छ अब। टन्न पकाएको छ तरकारी। दिनभरि खाएको है गर्ने अब। अब एकछिन पछि गीत पनि बजाउनु पर्छ अब। रेडी। अब यसमा चाहिँ चम्चा बजारे चम्चा बजारे त भनौँ अब किनेर ल्याएको त अब गाउँघरमा पाइन्न। लैजा माजा लैजा मास भाडा मास फेन ताहाने पुरा गर्मी मौसममा लापर रेडी भयो। हाम्रो मासु पनि रेडी भयो। अनि दाल भात यस्तै छ हो। खाना खाने तयारी हुँदैछ देख्न सक्नुहुन्छ। अचार दाल मासु भात हाम्रो खानाको आइटमहरु यस्तै छ हो। चटनी दामी बसेको चटनी त
सानो देखेको जस्तै गरी गप्परा गप्लो खालै ठुलो छ त त्यति बोल्ने होला नि जब बक्कलिरो हाल जातपति ठुलो पनि यस्तो ठुलो सरिन्छ नि हो त्यत्रा गला धेरै नै एउटाले हान्ने सामान्य भयो निकाल्ला ल त खान्छ लाता खानु ल यो ओ सिरियहरू लो हामी त खाना खाइसकेर पनि साथीहरु यसरी छोपेर अब घर जान लागेको पुरै घर गइसके अब हामी चाहिँ बाँकी छौं बत्ती हामी चाहिँ हिँडिसक्यौं घरतिर अब रातेको ठ्याक्क 10:30 भइसकेको छ हामी चाहिँ घरतिर लागिसक्यौं अब सुत्नु पर्छ फेरि पनि अर्को भिडियोमा भेट्नु नै बाचाका साथ बिदा हुन चाहन्छु बाइ बाइ एभ्रीवन